श्री सती लक्ष्मी देवज्ञान रात्रि पार्श्वेन हतानि रूपमस्मि वाचम् निगणं विगणं सर्वमङ्गलं भगवान् विष्णुं ध्वजं मङ्गलं पुण्डरीकाक्षं मंगलाय तनोहरि तदेव लग्नं स्वेनं तदेव ताराबलं तनों तदेव लोकवते कृष्णाविलापति संकृतस्ति संजयस्ति संवराजय यस्य मिजीवरस्यां यदेस्ति जनानं यत्र केसरस्ति कुयत्र तत्र सेवते भोगामिते तिरमं त्यावा तेरा त्यासे पानी sama माथि पानी sama दुईजना हरिओम तत्सत् हरिओम तत्सत् विष्णु कृष्णाचार्य मानव संकल्प शिरस्वाध्याय भाइहरू के गोत्र थियो धनञ्जय गोत्र पन्दस्य परशुराम नाम ध्येय ममा भन्नु तथा च स कन्या सहितस्य तिम्रो तब गोत्र थाहै छैन ल बाबु बाबु थाहा गोत्र पन्दस्य पिङ्की देव्या ममा भन्नु अस्मत् आत्मनस्य विवांग कर्म निमित्तक दीपक शरण सांग देवता पूजन पूर्वक सामदा शिव पूजन पूर्वक लग्न दानं तथा च सिन्दूरादि दानं च आवाम करिष्या भरे छोड्यो ओम पहिले त बेहुलाले हातमा पोतेला लिनु ओम महामंगलम भगवान विष्णु मंगलम गणध्वज मंगलम पुण्डरीकाक्ष बिलार हातमा लिनु माला जस्तो पारे ओम शास्त्रेगा परिभाव शास्त्राक्ष शास्त्रपाठ सर्वं जगभूतं जगवाद्यम उदामेत शेषाम उबेर बेहुलीलाई लाइदिनु पर्यो मंगलम मदेन गर्न मंगलम भगवान विष्णु मंगलम गणध्वज मंगलम पुण्डरीकाक्ष मंगलाय तनोहरि नमो हरिश्वरार्पणमस्तु सौभाग्य मंगलसूत्र मंगलम भगवान विष्णु मंगलम गणध्वज मंगलम पुण्डरीकाक्ष मंगलाय सिलीगुडी की केटी नारायणको केटा ताली बजाउनु पर्ने थियो विवाह भयो ताली बजाऊ बस अब त्यो सिन्दुरे कपडा निकालेर नि त गणेशमा यसो लगाएर बेहुलीको टाउका सम्म यसरी ल्याउनु अनि केटाले त्यो सिन्दुर झिकेर यसरी यता घुमेर गएर त्यहाँ गणेशमा चढाएर अनि बेहुलीको सिउँदामा लाग्यो दोबार्नु न बस हुन्छ त्यति हो त्यसो बेहुला उभिनु बेहुला उभिनु अरे हातमा लिनु सिन्दुर कसले लगाऊ हो त्यो डब्बा हातमा लिनु बिर्को खोल्नु हो यहाँबाट हातमा लिनु यहाँनिर शिवजीलाई चढाइदिनु ओम सिन्दूरीको प्राग्धने सुगना सुगाध जय भगवान साम शिवाय अब तडकरमा गणेशलाई चढाइदिनु ओम गणपतये नमः गणेशाम्बिकाभ्यां कर्म साक्षी शिवाय नयनमा सर्किन्छ जय भगवान अब त्यहाँ त्यसरी सिकेर त्यो धागा त्यो कपडा मेसरी लाँदै कपालमा लगाइदिनु हो त्यसरी झार्दै लगाएर माथि लगाइदिनु अलिअलि सर गरेर लैजाऊ न सर लगिहाल्छ यस्तो बिस्तार होइन हो जय भगवान ये तर फेरि तिन खेप लगाइदिनु ओम मंगलम भगवान विष्णु मंगलम गणध्वज
मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनुहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं तदेव लक्ष्मीपदे त्यङ्ग्रिकमस्मामि। अब त्यहाँ कलर चढाउनु पर्दैन, सिधै लगेर लगाइदिहाल्यो कपडा। ओम मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज। फेरि एकखेप गरौँ। ओम मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनुहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं तदेव त्यङ्ग्रिकमस्मामि। अब चाहिँ यसरी हातले मजाले झिजेर लगाइदिनु अनि टिको लगाइदिनु। अब घुम्नु पर्दैन, छोडिदिनु कपडा छोडिदिनु। 3 खेप लगायो टिको लगाइदिएको माछामा निधार न। लु अब चाहिँ बाँधिदिनु एकखेप रुमाल। त्यो बेरको लगाऊ, त्यही पट्याउनु नि, बेरको लगाऊ। त्यही पट्याउनु। हो त्यो हात त्यहाँ पुछ त्यो कपडामा। यता भित्रीपट्टि त्यही चुन्नीले छोप्दा नि हुन्छ। त्यो सेतो के लागिरहनु। हो साँच्चै नै। रुमाल छैन सानो? राम्रो रुमालहरू त हुन्छ, अब सेतो राम्रै लाग्छ। त्यो चुन्नी चाहिँ बाहिर गर न डल्ली तिमी। सुन्ने निकाल। त्यो चुन्नी अलि भित्रबाट उयो बाहिरबाट लगाउनु। यो बाँधिदिनु तल सानो रुमाल ट्याक्क बाँध्न पाएको कति राम्रो। यहाँ हेर न त यहाँ। हो नाचिदेऊ एकखेप, नाचिदेऊ एकखेप, नाचिदेऊ त पनि। ल अब बेहुली पनि उठाऊ। त्यो बेहुलाले त्यो सिन्दुर हातमा हाल्छ। हातमा टिको लगाएको छ हातमा लगाएको निग्रेर तिमीले बेहुलालाई ढोकिदेऊ। ल है आजदेखि अब हाम्रो विवाह भयो भनेर कहाँ पाइन्छ अब। सम्झि नमस्ते त हुँदैन नि। बोकेर हौ देउरेपट्टि हुन्छ, देउरेपट्टि बेहुलाको देउरेपट्टि यतापट्टि बेहुली हुनुपर्छ। बस अब सिन्दुर दान भयो, पोते दान भयो, माला दान भयो, अब के दान भयो सक्यो। बेहुला बेहुलीपट्टिको मान्छे ल्याएको अब घोडा धोएर जति गाडी साडी कसले दिन्छ यहाँ आएछ कहाँ अब बाउहरूले दिन्छन् हामी बिहे गरिदियौँ भनेर यहाँ त सिन्दुर पोते गरेको छौँ। हामी कन्यादानै गर्छौँ भने भयो त्यो ठिकै भन्नुभयो। भोलि गएर फेरि बुहारीको घरबाट कन्यादानै गर्छु भन्यो भने त्यो पनि त हुन्छ नि त। हामी अब देवर भागी गए हजुर यहाँ बोलाएर कन्यादान गर्छौँ भनेर गर्छौँ। यो त भन्छ नै होइन भन्दैन होइन त्यही त। सिन्दुर पोते गरेर जान्छन् उहाँले जे जे गर्नु मन हजुर हजुर त्यसो भए के गर भने नि त यो थाललाई खाली गरेर त्यो दियो त्यहाँ राखेर घरवाला आएर चाहिँ गरिदिएर काम सकिहाल्छ। कति बोट गाडी निकाल्नु भयो त्यो पैसा पनि यता अगाडि बढाइदियो शिवजीले चढाएको त्यो यहाँ शिवजीलाई राखेर त्यो थालको माझमा एउटा दियो राख, एउटा दियो राख न, फुल राख, फुल राख
दुईजना उठेर भगवान्लाई त्यो आरती गरायो भाइ भगवान् त्यहाँ चाहिँ पूजा गर्दैन आरती परिकल् कामी योग नमो भगवती सामदा शिवाय नमः बुद्धादिक क्षम स्वाहा अब दुईजना खडा भएर दुईजना थाला समातेर भगवान्लाई गराइदिएर ओम जय शिवाय साई जय एकानन चतुरायन पंचानन काजे हंसासन गरुडासन वृषभासन चाले दो भुज चार चतुर्भुज दश भुज देशोरे तीनों अक्षमाला वनमाला मुंडमाला धारी चंदन मृगमल चंदा भाले शिवकारी पीतांबर पीतांबर वागंबर अंगे सनगालिक प्रभुदालिक भूतालिक संगीता मध्यैक मंगल जगत शिवाय जग पालन करता काशी में विश्वनाथ विराजे नंदो ब्रह्मचारी जगत लगावे महिमा अधिकारी ब्रह्मा विष्णु राशि ज्ञान धर्मी का प्रणवाक्षर के मध्य तीनों एका ओम जय शिवांगार कर्पूरगौरम गणावतारम संसारसारम भुजगेन्द्रारम सदा वसंतं हृदयारविन्दे भवं भवामि चैतन्यनामे आर्यं वैद्यं ओम श्रीपद्मागणाधिपतये नमः रामददा शिवाय नमः शिवपार्वत्यै नमः अनि फुलेर हात जोड ओम जगेन जगमय जान्त देवास्थानि धर्माणि प्रथमानि आसन्न उत्तर दियो त निम्न हाल्नु के हो लोकाल फुलेर नमस्कार गर्नु ओम यज्ञेन जगमय जान्त देवास्थानि धर्माणि प्रथमानि आसन्न यनागम महिमाना संजय पूर्वे साध्याः सन्ति देवाः राजाधिराजाय प्रसय्यसायिने नमो वयं वैष्णवनाथ कुर्महे समे कामं कामकामाय मयं कामेश्वर वैष्णवनाथ वीराय वैष्णवनाय महाराजाय नमः विशतो विशतो मुख विशतो बावृद्ध विशतस्पात संभाव्यं नमः समदत्तय देवा भूमिजन्यवेगान् ओम तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात् नानाश्विन पुष्पाणि देशकालभवानि च पुष्पाञ्जलिमादत्तं ज्ञान परमेश्वरः भगिनी पीछा लु बाबा बेलुन एक फनको घुमेर आऊ मन्दिरमा अनि म तिम्रो त्यहाँ लो पर्छु अगाडि बेलुन ओ ज्ञानी काञ्च पापानि जन्मान्तर त्यो अलिकति अक्षर मलाई दिने टिको लादिनु गयो लु न त लु लु अलिक उता बस्न त यी फोटो गर्दै भिडियो गर्दैछु झन् म चाहिँ ऊ पो बोलिदिरहेको छ उहाँ जा ऊ वहीँबाट बसाउ न एक फोनको भन्दा त म बेहुलाको काका हो भन्नु न म बेहुलाको काका हो सबै उठाइदिएको नि ला आमैलाई त उठाएकै रहेनछ एउटा पनि खोइ यता हेर म बेहुला काकी हो भन म बेहुलाको काकी हुँ छोराको बिहा गर्दैछु भन छोराको बिहा गर्दैछु आज मन्दिरमा भन
के भए पनि भन जे आमा मुनिको आमै हुँ म काकी भए पनि भन अझै भन न त्यहाँ एउटा दोनामा राख झ्याप्पैसँगले रानी पूजा गर पानी समाएर पनि दिनुपर्छ भन न हो त्यहाँ राख कति राख्छ लु गरौडी राख त त्यहाँ सिलगढीदेखिका बेङ्गलोरदेखिका निकाल नराखे पनि त्यहाँ दुईजनाले पानीसँग राखेर खुलेर एउटा राख त्यो दोनामा राखेर यसो पानीसँग अब बाहुनलाई पनि त टिको लगाइदिनु पर्ने होला त्यो त्यहाँ बस्छ त्यो चाहिँ मलाई दिने खातामा दिन बेग्लै छ नि खाताको त बेग्लै हो नि खातामा 300 रुपियाँ दिनुपर्छ कमिटीले लान्छ मलाई दिनु त्यो दिएन पहिला चाहिँ त्यो चाहिँ दिइहाल न अनि अलिक त्यहाँ राख पूजा गर न त्यो अक्षताले पूजा गर हो त्यो अक्षताले पूजा गर हिरण्य गर्भ गर्भस्थ हेमम बीजम विवाहस्थ अनन्त पनि राखेको छु अनन्त पनि सबैलाई म त जान त्यहाँ रङ नलगायो त्यो पैसामा रङ चाहिँ नलागेको छ नि त्यो पैसामा रङ नलगायो चल्दैन फेरि म घुराइदिन्छु लिँदैन रङ नलगायो पैसा साइड गरायो न पैसा साइड गरेर पूजा गरायो नि त्यहाँ भइहाल्यो भाउजूले पढिराख्नु त त्यो पैसा त्यतिकै त्यो हातैभरि रङ छ परशुराम नाम ध्या मामा सपत्नी सहित पत्नी भयो हो तिमी पिङ्की देवी आमामा धनञ्जय गोत्र भयो जे गोत्र त्यो गोत्र सकिहाल्यो धनञ्जय गोत्र भएर हाम्रो धनञ्जय गोत्रकी परशुरामकी पत्नी भएर भगवान् शिवजीको मन्दिर अगाडि हामीले सिन्दुर पोते गऱ्यौँ भन्ने कामना गर्नु हे भगवान् हाम्रो गृहस्थी जीवन सुखी होस् हाम्रा शाखा सन्तानको जीवन यस्तो प्रकारको कामना गर्नु अस्मते परिसीमान विवाङ्ग कर्म साङ्ग सिद्ध्यर्थे शान्ति दक्षिणाखण्डम श्री सूर्यदाकं यद्विद्यमानाय पुरोहिता आत्रेयराजसन्ति ब्राह्मणाय तुभ्यमावं सर्वं मम कायेन वाचा मनसेन्द्रिय ध्यात्मन वा परिसभावात् करोमि यत् सकलं परस्मै नारायणाय यो अब यहाँको अक्षर अधिकार मलाई टिका लगाइदियो भने त्यो सुकाल सुका पढिँदैन नमो ब्रह्मदेवाय ब्राह्मणेराय जगदीशाय कृष्णाय गोविन्दाय नमो नमः पूजिता ओम पूजिता छोड्दै आऊ न बिचारा पैसा दुईजनासँग ओम स्वस्ति ओम देव हो शांति निरंतर शांति पृथ्वी शांति आप शांति भूगोल शांति वनस्पति शांति विश्वदेव शांति ब्रह्म शांति सर्वभूत शांति शांतिदेव शांति सामा शांति जतु यथा समी अचेततो नो अगेन कुल सन्ना कुल प्रजाभ्यो भैन्नाः पशुभ्य ओम शांति ओम शांति वदु स्वस्ति न सभा स्वस्ति न पूजा विश्वदेवाः स्वस्ति न तारिको अस्ति विश्वदेवाः मन्त्रार्थबला सन्तु पूर्णा सन्तु मनोरथा सतुनाम बुद्धिना स्वस्तु विचारणो मुदा सब ओम शांति ओम शांति जय भगवान यला लो अब काम जनते बाक्रो रेडी गरेर सबै गरेर है के हुँदैन मन्दिरमा भगवानले जानेको छ यिनीहरू जन्तु बाक्रो खान्छन् भएको कमिटीको दिन भन्ने कति कमिटीको 300 बा सकेको हो नि अब बा अब सकेको त अब तपाईँले सक्नुभएको तपाईँको पनि फोटो मजा लो जय भगवान